हजुर बीच पर्सन कि माउन्टेन पर्सन? कहिलेकाहीँ मलाई यो क्वेसन आउने गर्थ्यो कि अनि मैले भन्थे म त माउन्टेन पर्सन भनेर, किनभने जिन्दगीमा कहिले बीच देखेकै थिइनँ अनि कहाँबाट बीच पर्सन भन्नु के। अनि मुभीहरूमा पनि बीचहरू देख्दा कस्तो दामी फ्यान्सी लाग्थ्यो कि। नेपालमा जन्मेको मान्छे बीच त कहाँबाट देख्नु र। बीच भन्ने बित्तिकै म एकदमै एक्साइटेड हुन्थेँ कि सानैदेखि। त्यही भएर होला सानैदेखि डुबेर भए पनि पौडी खेल्न चाहिँ सिकेको छु। मेरो फेभरेट स्पोर्ट नै पौडी खेल्नु हो कि स्विमिङ हो। अनि मलाई स्ट्रेस आउट हुँदाखेरि स्विमिङ गर्न क्या मजा लाग्छ। पहिले त माउन्टेन पर्सन भनिहाले, तर वास्तवमा म बीच पर्सन रहेछु। मलाई यो चाहिँ अमेरिका आइसकेपछि रियलाइज भयो, किनभने अमेरिकामा मैले पहिलो पटक बीच देखेको हो नि त। अनि साथीहरूलाई भन्दा मलाई त पौडी खेल्न आउँछ, बीच जाऊँ न भन्दा तँलाई कहाँबाट पौडी खेल्न आयो भनेर भन्छन् के। आई टोल्ड यु मेनी टाइम्स, म गाउँमा हुर्केको बच्चा हो नि त। अनि गाउँमा खोला थियो कि हाम्रो, अनि म त्यहाँ गएर पौडी सिक्ने गर्थेँ। 3 चोटिसम्म डुबेर सिकेको है स्विमिङ फेरि। तर त्यस्तो एक्सपर्ट त होइन, तर पानीमा तैरिन चाहिँ जानेछु। मलाई यो चिज फ्लेक्स गर्न क्या मजा लाग्छ के। तँलाई कुन स्पोर्ट्स मनपर्छ भन्दाखेरि म स्विमिङ भन्छु, अनि सबैले वाउ भन्छन्। साँच्चीकै मलाई स्विमिङ नै मनपर्छ। अनि यो स्विमिङ मनपर्नु, स्विमिङ खेल्न जानु भनेको ठुलो कुरा रहेछ, मलाई थाहा थिएन है। अनि मेरो सर्कलमा कसैले पनि स्विमिङ जान्दैनन्, अनि म बीचमा जाँदा फेरि पानीभित्र जाँदा नजा भनेर डराइराख्छन् के। यो चाहिँ म पानीभित्र गएर फर्केर आएको उनीहरूले बोलाएर। सो गाइज, आई एम अ बीच पर्सन। समर लागेपछि मजाले बीच घुम्नेवाला छु। आजलाई यति नै, फेरि अर्को भिडियोमा भेटौँला। बाई।